हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हो। अनि आज चाहिँ हामी माथि चियाबारीतिर घुम्नु गएको। बाउ छोरा यहाँ छ हो। एकदम गुड छ, गुड आजको मौसम चाहिँ हो साथीहरू। अनि ओ परतिर हेर्नु दामी भएको छ है। चुप लाग। ओ तल चाहिँ हेर्नु साथीहरू, मेरो बुढोहरू पढेको स्कुल हो। समेत पनि 1 साल चाहिँ पढ्यो होला त्यही। मेरो छोरा पढेको स्कुल, मेरो छोरा चाहिँ यहाँ छ अहिले। रेड मुस्कान यहाँ चाहिँ साथीहरू। म त कस्तो बेसी अर्कडेमा चाहिँ पुरा तरकारी पसल त्यही होइन। ओ त्यहाँ हुन्छ कति राम्रो नि खोइ सुसन के गरेको? पसल यहाँ छ? पसल हो यहाँ? ए म त कति दसैँमा जाने बेला भइसक्यो। अनि मेरो साथीहरू यहाँ चाहिँ पुरा मेरो साथीहरू पहिलादेखिको के छ त अनि खबर? ठिकै छ। ए यहाँ पसल राखेको कति भयो? ए है मेरो साथीको पसल आउनुहोस् है साथीहरू। कतिखेर आउँछ तलबाट चाहिँ कि यहीँ बस्ने गरेको छ? मैले चाहिँ मेरो साथीलाई पनि भेटेर हिँडिसकेँ हो गाइजहरू। तर मजाले पसलहरू राखेको छ कि यहाँनिरमा चाहिँ। अनि त्यसपछिबाट चाहिँ हो छ है साथीहरू। अहिले त हरेक प्रत्येकले मोबाइल त्यसरी हिँड्छ, कस्तो लाज पनि लाग्छ हौ मलाई त। भ्लगहरू भिडियोहरू गर्नु पनि आम्मामा पर चाहिँ हाम्रो कविता दिदी। नमस्ते हेर्नु त मेरो दिदी, यता हेर्नुहोस्। के गर्नु अनि मेरो अब के गर्नु, भिडियो गरेको छ। यहाँ स्कुलबाट फोन आएकै छ। 50 चोटि भइसक्यो नि। राम्रो साथीहरू। अन्त चाहिँ हेर्नु त यी मैले के बोलेँ अघि भन्नुहुन्थ्यो नि। यहाँ एकैछिन होस्या आइसक्यो। अहिले भर्खर त्यस्तो राम्रो घाम लागेको भएन है मौसमको। एकैछिन चिसो भयो, त्यही भएर मेरो छोरा अनि हेर्नुहोस् त यी मेरो छोराको पनि भ्लग स्टार्ट छ। मेरो छोरालाई पनि सब्सक्राइब गरिदिनुहोस् होला। अब तेरो च्यानलको नाम के हो अरे? च्यानलको नाम सौम्यत निरौलालाई पनि सर्च गरिदिनु होला साथीहरू। हुस्सेको देख्नुहोस्। 9 सब्सक्राइबर छ अरे, 10 पुऱ्याइदिनु अरे साथीहरू। भएन भने 20 पुऱ्याइदिनु। 15 पनि हुन्छ, 15 भए पनि ठिक हुन्छ। अनि हामी चाहिँ आम्मामा निरज तपाईँ यता माथि न आउनुहुन्छ? हेर्नु त साथीहरू, अबै पर चिया टिप्दैछ हेर्नु त। हाम्रो बडी पनि यहीँ होला कि के हो? त्यहाँ पर चिया टिप्दैछ, हुस्से लागिरहेछ हो साथीहरू। चियाबारीको बिबिस यता हुस्से लागिरहेछ हो। उयो माथि बस्ने ठाउँ रहेछ। एकछिन हामी बस्छौँ अनि सुई लाग्छौँ हामी चाहिँ। मेरो छोरा पनि सानो ब्लगर हुँदैछ है साथीहरू। हेर्नु न एक्लै अब हेर्नु त। यहाँ त अलिक बस्ने ठाउँ छ। ठ्याक्कै हो।
यहाँ चाहिँ मेरो निरोज र सानो निरोज बसिरहेछ। निरोज सर बसिरहनु भएको छ यहाँ चाहिँ। हेलो भनिदेऊ। अब कस्तो रिसाउँछ सबैको साथीभाइहरू अरूको बुढाहरूले हेलो भन्छ, हाम्रो चाहिँ कुनी किन रिसाएको साह्रो बेसी रिसाउँछ हेर न। ल साथीहरू आजलाई चाहिँ यति नै, फेरि भेटौँला। फेरि नेक्स्ट टाइम म अर्को भिडियो लिएर आउने नै छु। अहिले चाहिँ हुस्से पनि लाग्यो, अहिले हल्का चिसो पनि भयो। आजलाई चाहिँ यति नै, टाटा बाई बाई।